ताल चाहिँ स्काइलेक हो मान्य सदस्यहरू। स्काइलेकमा यहाँहरूलाई आउन हुन अनुरोध गर्छु। यदि यहाँहरूमा ट्रेकिङ गर्ने इच्छा छ र हिँड्न पनि मन लाग्छ भने यहाँहरूले आउन सक्नुहुन्छ। अन्यथा यहाँहरूको चाहिँ त्यस्तो साहस छैन र चिसो सहन गर्ने क्षमता छैन र अलिकति हाइटप्रति तपाईँको चाहिँ के भन्छ त्यो हाइट फिभर छ भने फोबिया छ भने नआउँदा हुन्छ। म सल्लाह दिन चाहन्छु र रमाइलो गर्न चाहन्छु। साहसी यात्राहरू गर्न चाहनुहुन्छ त्यस्तो खालको छ भने चाहिँ यहाँहरूको लागि एकदम छिटो छरितोवाला चाहिँ साहसिक यात्रा यहाँ पनि छ। यो छ हेर्नुहोस् यस्तो छ। यहाँ हाम्रो नयन सर हुनुहुन्छ। एकदमै राम्रो एकदमै सुन्दर ठाउँ छ हेर्नुहोस् है। यो घाम आउने जाने भएर पनि अलिक समस्या गरिदिइरहेको छ हेर्नु। ताल पुरै यस्तो जमेको छ। यो एकदमै ब्युटिफुल ताल छ। कर्णालीको आकाशे ताल हो। कर्णालीको जुम्ला जिल्लामा हेर्नुहोस्। मुगुमा मात्रै ताल छैन, जुम्लामा मात्रै ताल छैन, डोल्पामा मात्रै छैन ताल। कर्णालीका हरेक जिल्लामा तालहरू छ, हिमतालहरू छ। पत्ता लगाउन गाह्रो भएको धेरै मान्छेहरू अप्ठ्यारो भएर जान नखोजेको मात्रै हो। पर्यटन प्रवर्धन नहुन सकेको मात्रै हो। कर्णाली प्रचुर सम्भावना बोकेको ठाउँ हो। कर्णालीले एकदम चाहिँ अथाह सम्भावना बोकेको छ। कर्णालीका चाहिँ प्राकृतिक मनोरम दृश्यहरू जो चाहिँ एकदम प्राकृतिक हिसाबले नै बनेका छन्। यस्तो छ हेर्नु, नजिकबाट पनि हेर्नुहोस्। यस्तो छ हेर्नुहोस्, यस्तो छ है। यस्तो छ हेर्नु है। अनि अलि माथि हिमाल एकदमै खतरा हिउँ छ हेर्नुहोस् है। त्यो हिउँ भनेको हरियो भइसकेको छ। अलिअलि दृश्यमा नदेखिन सक्छ। यो बिचमा खाँदिएको हरियो हिउँ हुन्छ भन्दै हुन्थ्यो हाम्रो बुढापाकाले। तर आज चाहिँ प्रत्यक्ष आफ्नो आँखाले यो हरियो हिउँ देख्न पाइएको छ। र यो हरियो हिउँ चाहिँ है यस्तो छ। मदन सर एकदम आत्तिनु भएको छ। छिटो गइजाउँ भन्दै हुनुहुन्छ। नयनशीलले अलिकति तालको किनारमा जाऊँ भन्ने खालको चाहिँ कुरा गर्नुभएको छ। तर अलि नजिक किनारमा आइयो। यो जोखिम मोलाएर यो पुरै हेर्नुहोस्। यो पुरै हिउँ, यो हिउँ हिँडेर हिउँ कति गहिरो हिउँ छ है। यो हिउँ हिँडेर आएको। त्यति हुँदा पनि यो तालमा अझै जान हामीले सकिरहेको छैन। किनभने यो पुरै पानी छ। यो तल जति छ नि यो सब पानी छ हेर्नुहोस् है। यो एकदम दल पानीहरू यहाँबाट बगेको छ। यो हिउँ पग्लेर एकदम बगिरहेको छ पानी। यसले गर्दा चाहिँ हिउँबाट जाने उता गएर फेरि खुट्टाहरू डुब्ने सम्भावना एकदम प्रबल छ। अनि यसको तालै लिएर चाहिँ जान हामीलाई अलिकति गाह्रो भएको अवस्था छ। त्यस कारणले यहाँहरूलाई मैले यसरी दृश्य देखाएँ। म पनि यहाँ छु। यस्तै छु हेर्नुहोस्। यो एकदमै रसमा नलागिने हेर्ने अवस्था छ नि यो चारैतिर। घाम लाग्यो भने अझै उच्च लेभलको प्रकाशहरू पर्ने हुन्छ। अब यहाँहरूले चाहिँ आउन सक्नुहुन्छ एकदम। मलाई त एकदम आउनु मन थियो। एउटा मेरो चाहिँ गन्तव्यमा लिस्ट भइसकेको थियो। गन्तव्यमा सूचीकृत भइसकेको चिजलाई छोड्नु हुन भन्ने कन्सेप्टले मैले आफ्नो चाहिँ भरमग्दुर प्रयास गरेर समय निकालेर आफ्नो समय निकालेर यहाँ चाहिँ घुमेको छु। यो बिदाको समय मिलाएर म घुमिरहेको छु। खासमा काम गरेर खाने मान्छेले पनि गाह्रो छ। व्यापार बिजनेस गरेर खानेलाई पनि गाह्रो छ। किनभने आफ्नो व्यापार बिजनेस सितिबिन्ती मान्छेहरू छोड्न सक्दैनन्। उनीहरू चाहिँ आफ्नो व्यापार बिजनेस छोडेर घुम्नलाई चाहिँ खासै कमै मन पराउँछन्। त्यस कारणले गर्दा घुम्ने मान्छे भनेको धेरै कम मात्रामा हुन्छ वर्ल्डमा। त्यस कारणले गर्दा यदि तपाईँमा त्यस्तो खालको जोस जाँगर छ र घुम्ने चाहिँ इच्छा छ, पृथ्वीमा जन्म लिइसकेपछि पृथ्वीका केही भागहरू हेरेर मर्नुपर्छ भन्ने खालको कन्सेप्ट हो यहाँहरू चाहिँ। मेरो चाहिँ त्यही कन्सेप्ट छ। किनभने यो मानिस भइसकेपछि जाने हो। जति व्यापार गर्नुहोस्, जति जागिर खानुहोस्, जे खानुहोस्, करोडौँ अरबौँ बिलियन मिलियन र ट्रिलियन पैसा कमाउनुहोस्, तर तपाईँ चाहिँ यो पृथ्वीमा चाहिँ सधैँ रहने र तपाईँको अस्तित्व रहने कुनै त्यो गुन्जाइस छैन। त्यस कारणले के गर्नुहोस् भने तपाईँ घुम्नुहोस्, नयाँ ठाउँहरू एक्सप्लोर गर्नुहोस्, नयाँ ठाउँहरू हेर्नुहोस्, त्यसको बारे अरूलाई जानकारी दिनुहोस्। र त्यति मात्र होइन, त्यहाँ घुम्दाखेरि कति धेरै चाहिँ मान्छेहरूको व्यवसायहरू फस्टाउँछ। त्यहाँ पनि अलिकति सहयोग गर्नुहोस्, खानुहोस्, खाना खानुहोस्, हिँड्नुहोस्। अनि पोर्टरहरू भन्छ नि, भरियाहरू लगाउनुहोस्। यस्तो ठाउँमा मान्छेहरू गाइड चाहिन्छ, ट्रेकिङ गाइडहरू प्रयोग गर्नुहोस्। पर्यटन प्रवर्धन हुने सम्भावना हुन्छ र नेपालको आफ्नो देशको चाहिँ अर्थतन्त्र एकदम चलायमान हुने सम्भावना हुन्छ। एक ठाउँमा बस्ने पैसा मात्रै थुपारेर राख्ने हो भने भोलिका दिनमा त्यसले खासै ठुलो चाहिँ त्यसको औचित्य छैन भनेर म एकदमै मजाले चाहिँ मुख खोलेर मुख फोडेर भनिदिन्छु।
कसैलाई चाहिँ दुःख लाग्छ भने अन्यथा नलिदिनु हुन अनुरोध गर्दछु। यस्तो छ, खास गरी नेपालको यति मात्र होइन, धेरै ठाउँ घुम्न लायक ठाउँहरू छ। यहाँको धेरै मान्छेहरू थाइल्यान्ड घुम्न जानुहुन्छ, कहाँ घुम्न जानुहुन्छ, किन जानुहुन्छ थाइल्यान्ड? नेपाल थाइल्यान्डभन्दा कमजोर छैन। त्यति मात्र होइन, कति धेरै मान्छे गोकियो जान्छन्। यो हामी कर्णालीको मान्छेलाई म भन्दैछु, गोकियो जानुहोस् नेपालको मान्छे, हामी कर्णालीको मान्छे जान्छौँ गोकियो। तर गोकियो भन्दा एकदम सुन्दर दृश्य, धेरै समय पनि नलाग्ने तपाईँको चाहिँ 4 घन्टा, धेरै राम्रो हिँड्नेले 4 घन्टा, अलिकति कम हिँड्ने 5 घन्टा मजाले हिँड्दै आरामसँग हिँड्दै मजाले यो ठाउँमा चाहिँ पुग्न सकिने अवस्था रहेछ। त्यस कारणले गर्दा यसको अझै तल झर्ना पनि छ। हामी आज अर्को ताल पनि हेरेर आएको हुनाले अलि यसलाई चाहिँ पर्याप्त मात्रामा समय दिन नसकेको अवस्थाहरू चाहिँ हावा बढी चलेको कारण मैले टोपी खोलेको छु, त्यस्तो अवस्था हो। त्यस कारणले गर्दा म के सिफारिस गर्छु भने यहाँहरूले आफ्नो समय थोरै निकाल्नु, समय थोरै बजेट खर्च गर्ने प्लान गर्नुहोस्। हामी बजेट खर्च गरिरहेका हुन्छौँ, हामी होटलमा जान्छौँ, हामी रेस्टुरेन्टमा जान्छौँ। रेस्टुरेन्टमा पनि जानुपर्छ, तर नजानुपर्छ भन्ने मेरो कन्सेप्ट होइन। तर पनि त्यो बजेटले खासै त्यस्तो चाहिँ मतलब गर्दैन। र यसले चाहिँ अर्को के गर्छ भने आफ्नो स्वास्थ्य, आफ्नो स्टामिना जुन हुन्छ नि, त्यसलाई चाहिँ परिचय गर्ने पनि एउटा चाहिँ अपर्च्युनिटी, एउटा अवसर दिन्छ। त्यस कारणले गर्दा यहाँहरूले म के भन्न चाहन्छु भने यहाँहरू चाहिँ 1 दिन 2 दिन हिँड्ने चाहिँ ट्राभलहरू गर्नुहोस्। प्रायः जस्तो यस्ता चाहिँ हिमालहरू, तालहरू घुमिदिनुहोस् है। त्यसले गर्दा चाहिँ यहाँको मन पनि प्रफुल्ल हुन्छ र यहाँहरूको चाहिँ मन आनन्दित भइसकेपछि धेरै कुरालाई त्यसले चाहिँ पुरा पार्छ। तपाईँको जाँगरहरू आउँछ है, अनि अन्य धेरै कुराहरू त्यसले चाहिँ पुरा पर्नेछ। र अब हाम्रो यसको दोस्रो डेस्टिनेसन पनि एकदम राम्रो ठाउँ हुनेछ, हामीले देखाउनेछौँ। र म के भन्न चाहनुहुन्छ भने यो चाहिँ धेरै मान्छेले हेरुन्, यस्तो ठाउँको चाहिँ एक्सप्लोर हो। कर्णाली चाहिँ को बारेमा, कर्णालीका यस्ता रमणीय ठाउँहरूको बारेमा अरूलाई पनि जानकारी होस् भन्ने चाहनुहुन्छ भने यो चाहिँ मैले चाहिँ बोलिरहेको भिडियो, यो देखाइरहेको दृश्य अरूलाई पनि सेयर गर्नुहोस्, अरूलाई पनि जानकारी गर्नुहोस्, ताकि कोही त्यस्तो मान्छे, रुचि भएको मान्छेहरू हुन सक्नुहुन्छ र उहाँहरूले चाहिँ यो ठाउँ हेरेर यहाँ आउन सक्नुहुन्छ। कति धेरै मान्छेले थाहा हुन्न कहाँ जाने, के गर्ने, कसो गर्ने भन्ने कुरा छ, र म धेरै कुराहरू जानकारी राख्छु। र यहाँ कहाँ आउने हाम्रो भिडियोहरू प्रष्टै देखिनेछ, एकदम स्टेप बाई स्टेप भिडियोहरू पनि छन्। त्यस कारणले गर्दा चाहिँ यहाँहरूले त्यो बनाइदिनु। अहिले चाहिँ एकदम चारैतिर बादल लागेको अवस्था छ, अनि त्यो बादलले गर्दा चाहिँ दृश्यहरू एकदम चाहिँ अलि मधुरो चाहिँ हुन पुगेको छ। तैपनि यहाँहरूले चाहिँ हेरिराख्नु भयो होला भनेर चाहिँ म विश्वास गर्दछु। हेर्नुहोस्, यस्तो छ, एकदम राम्रो ताल छ, पछाडि हिमालहरू छ, हरियो हरियो हिमाल देखिने चाहिँ यस्तो हिउँ छ। हेर्नुहोस्, यस्तो हिउँ छ उतापट्टि। हामी आउँदाखेरि जिन्दगीमा यस्तो हिउँ कहिले देखिएको थिएन। सुनिएको थियो वनचरो हान्दाखेरि पनि फोड्न सकिँदैन होइन, वनचरोले फोड्दा पनि थोरै पिस पनि आउँदैन भन्ने सुनिएको थियो, तर चाहिँ प्रत्यक्ष रूपमा देखियो। यसमा एकदमै चाहिँ खुसी लागेको अवस्था छ। र यहाँ तल पानी चाहिँ, पानीको निकास यताबाट देख्नु भएको छ यहाँले, यो पानीको निकास चाहिँ यताबाट छ। यो ट्याक्कै यो पानीको निकास हो, यसको तल झर्ना छ। अब यो डाँडोले सिकेको छ अहिले। यस्तो खालको चाहिँ राम्रो ठाउँ छ, यहाँहरूलाई पनि घुम्न आउनु अनुरोध गर्दछु। गुटेश्वर गाउँपालिकाको 1 नम्बर वडामा पर्छ। र अर्को के छ भने डोल्पा, यहाँहरूले चाहिँ फोक्सुन्डो ताल जाँदाखेरि पनि यही बाटो पर्छ। फोक्सुन्डो हेरेर यहाँ छिर्न सक्नुहुन्छ। फोक्सुन्डोको बाटोबाट आउँदा तपाईँलाई धेरै लाग्दैन, करिब तपाईँ चाहिँ 3-4 घन्टा हिँड्यो भने यहाँ पुगिन्छ। एकदम कडा हिँड्नेलाई 3 घन्टा लाग्न सक्छ। अनि हामी चाहिँ बिस्तारै त्यो अर्को ताल पनि हिँड्दाखेरि 5-6 घन्टा लागेको। अब यहाँ भाइहरू पछाडि हिँडिराखेका छन्, हिउँमा हेर्नुहोस्, यो यस्तो राम्रो हिउँ भेटेको छ। लाग्नुहोस्, यो जेठको महिना यस्तो राम्रो हिउँ देखिनु है, यो भाग्यको कुरा हो। हिउँहरू मजाले खान पाइने पनि हुन्छ। यो महिना चैतदेखि यता हिउँ खान चाहिँ एकदम राम्रो हो स्वास्थ्यको लागि। हिउँ खान मिल्ने हिउँ हो यो सिजन चाहिँ खान मिल्ने खालको हो। भाइहरू यता हिँड्ने पछाडि यस्तो यस्तो डाँडाहरू छ। र यहाँहरूले भिडियो हेरिदिनु भयो, धेरै धेरै धन्यवाद छ। एकदमै म खुसी व्यक्त गर्न चाहन्छु यहाँहरूले चाहिँ हेरिदिनु भएकोमा। मैले यो मेरो लागि मात्र भन्दा पनि कर्णालीको लागि, कर्णालीका जिल्लाका लागि, कर्णालीको पर्यटन प्रवर्धनको लागि पनि तपाईँहरूको लाइक सेयरले सपोर्ट गरोस् भन्ने हिसाबले चाहिँ पनि गर्दैछु म। र यस्तो ठाउँहरू हिँड्नु भयो भने तपाईँलाई अझै अरू ठाउँ हिँड्न मन लाग्छ। तपाईँको स्ट्यामिना तपाईँलाई थाहा हुन्छ, तपाईँ कति हाइटमा तपाईँ टिक्न सक्नुहुन्छ,
तपाईँ एकैचोटि सगरमाथा चढ्नुहुन्न, यस्ता यस्ता ठाउँहरू बिस्तारै बिस्तारै चढ्दै जाने। यो करिब तपाईँको ताल नै रहेको ठाउँ 4700 मिटरमा छ भने योभन्दा माथि 47-4800 मिटरमा अझ अलि माथि जानुहुन्छ भने तपाईँ 4850 मिटरको चाहिँ उचाइमा चाहिँ तपाईँ यात्रा गर्न सक्नुहुनेछ। अनि त्यस्तो खालको एकदम नयाँ र अनौठो अनुभव दिन सक्नुहुनेछ। अहिले चाहिँ मैले यति भने, धन्यवाद। यहाँहरूले चाहिँ भिडियो हेरिदिनु भयो।